सो हेलो नमस्ते फ्यामिलीहरू सन्चै हुनुहुन्छ म नि सन्चै छु अनि फ्यान चलिरहेको छ माथि अनि भोइस कस्तो आइरहेको छ केही थाहा छैन यो भ्लग चाहिँ म राति एडिट हान्दैछु होइन अनि राति एडिट हान्दाखेरि रात पर्दैछ अनि मैले फर्स्टमा भनेकै रहेछु तपाईँलाई हेलो नमस्ते गाइज सन्चै हुनुहुन्छ तपाईँहरू यो चाहिँ भनेकै रहेछु अनि त्यही हो फ्याम भन्न लागेको फर्स्ट क्लिप अनि यो चाहिँ राति सुट हान्दैछु एडिट गर्दा गर्दा अनि भ्लग पनि धेरै दिन पछाडि आयो नरिसाइदिनु होला यस्तै चलिरहेको छ बिरामी छु अलिकति त्यस्तै हो अलिकति बिरामी टाइपको छु अब आउँछ होला भ्लग सधैँ जस्तै म कोसिस गर्नेछु सधैँ ल्याउनुको लागि हेर्दै जानु होला भिडियो कस्तो हुनेछ के हुनेछ अनि तपाईँहरू सन्चै हुनुहुन्छ होला म नि सन्चै छु हेरिराख्नु होला भ्लग त त्यति रमाइलो टाइपको बनाएको मैले अब तपाईँलाई रमाइलो बिना रमाइलो लाग्छ भने कमेन्ट हानिदिनु होला कन्टेन्ट चेन्ज जाने भाइ अलिकति रमाइलो गर है भन्नु सक्नुहुन्छ अनि अब के लाग्छ तपाईँलाई कमेन्ट हानिदिनु होला कस्तो लाग्छ भ्लग हेरिराख्नु होला हाम्रो म्यावाडीको क्यारम बोर्ड किङ उत्तम खेलाडी हाम्रो म्यावाडी वडा नम्बर 7 को सबभन्दा ठुलो खेलाडी क्यारम बोर्डमा कसैले पनि सक्दैन सक्छ थाहा भन् त सक्दैन होइन अनि त्यही तपाईँलाई चाहिँ म हेराउनु लागेको यो भ्लगमा हेर्न सक्नुहुन्छ म्यावाडी A1 खेलाडी सबभन्दा बवाल यहाँ हेर्न सक्नुहुन्छ अब हाम्रो खेलाडी चाहिँ उही हो उता पनि हुन्छ खेलाडी भनेको यहाँ तान्दा यहाँ आइपुग्छ हेर्नु हेर्नु सक्नुहुन्छ यही चाहिँ खेलाडी भनेको अब हेर्नु ल अब हेर्नु यहाँ हान्छ ऊ त्यहाँ जान्छ खेलाडी हो अब हेर्नु न यहाँ हान्छ नि अब टोकोटीलाई छिर्नु छैन है डाइरेक्ट ऊ खेलाडी नै हो गाइस खेलाडी नम्बर 1 त्यहाँ केही भन्दैन एकदम वार्ड नम्बर हो कति नम्बर कतिमा बस्छ यो 7 नम्बर वार्डमा भन्न ल उता चाहिँ खतरा हुने हेर्नु न है उत्तम खेलाडी अब यो रेडलाई कहाँ पुऱ्याइदिन्छ हेर्नु ल हेर्नु सक्नुभयो हाम्रो खेलाडी अब हेर्नु है यो उठ्दो खान्छ अब यो अब यो खाइदियो नि अब यहाँदेखि हेर्नु यो पनि खाइदिन्छ है कालो हाम्रो वडा नम्बर 7 को खेलाडी हेर्न सक्नुहुन्छ ल अब हेर्नु है अब यहाँ हान्छ होइन एकैचोटि त्यहाँ पुग्छ तँलाई कस्तो लाग्दैछ खाइदियो अब हेर्नु है खेलाडी नम्बर 1 भन्न केही भ्लगमा भन खेलाडी नम्बर 1 अन द टप म्यावाडीको उही चाहिँ दामी एकदम खेलाडी नम्बर 1 मा पर्छ थिएन के भन्दै नम्बर 1 कोही सक्दैन यो उज्जवल पनि राम्रै हो खेलाडीमा चाहिँ टप हो उसले नि अहिले पोइन्ट लाग्यो कति भयो भने त रेड टङ्की होइन रेड टङ्की उता चाहिँ हाम्रो सरको गोटी नगएर यहाँ चाहिँ तनाव व्यस्त भइसकेको छ होइन हेर्न सक्नुहुन्छ होइन अब खान्छ गुटी खाएको कार्कीको गोटी चाहिँ जान्छ होइन यहाँ दुलोमा आउँछ दुलोमा हेरि सक्नुहुन्छ खेलाडीको खेल हेर्नु न एकचोटि कहाँ आयो होला हौ खेलाडीको खेल हेर्नु न एकचोटि खतरा हान्दो रहेछ सबभन्दा म्यावाडीको किङहरू बसेको छ नि त आज क्यारम बोर्डमा हेर्नु न यहाँ एकचोटि है रेड कस्तो लाग्दैछ तपाईँलाई सर तपाईँलाई क्यारम बोर्ड खेलेर खेलाडीको खेलेर हाम्रो सरको म इन्टरभ्यू आज लिँदैछु यहाँ
हेर्नु अब खाँदैछ क्यासे पनि त आयो रे लास्ट गोटी चाहिँ कस्तो बवाल रहेछ हौ सर केही भनिदिनु हेर्दा त्यहाँ हान्यो भन हौ सर तपाईँलाई यो बाजी खेलेको कस्तो लाग्यो भन न सर तपाईँलाई कस्तो लाग्यो चाहिँ एकदम ठिक लाग्दैछ गाइस मलाई चाहिँ हेर्दैछु त अब सरले खाएको यहाँ हेर्नु सरले खाएको हाल्न हाल्न ए मेरो दादाहरू सन्चै हुनुहुन्छ ब्लग फ्यामिलीहरू हाम्रो हिरोहरू हेर्नु न आजकल एसी दिएर बसेको मान्छे एसी दिएर बसेको ब्लगमा त खिचान हामी ए सरी सर अनि मित्र के छ नि खबर एकदम बबाल बढी एसीको मतलब एसीको बेलामा अब 10 क्लासमा के भयो कसो भयो उसँग सोध्न यसो भन्नु न कस्तो रमाइलो भयो 10 क्लासमा आएर भाइ तिमीलाई चाहिँ गाह्रै हुन्छ हैन तिमीलाई हैन आफ्नो कुरो मतलब सुना न कस्तो लाग्यो के लाग्यो ए सरी भन्न अब 10 मा चाहिँ हल्का गाह्रै हुन्छ कि अनि 10 मा त के गाह्रो हुन्छ त्यो पढाइ सढाइको बारेमा छोड दे हो यो फ्यामिलीसँग कतिचोटि भेट्न पाइस् त भन्न फ्यामिलीसँग त जहिले भेटेकै हो नि हुन त अब के हुन्छ भने हाम्रो कार्की सर पनि हेर्छ लास एसी दिएर बसेको आमा कार्कीको साइड लुक्स हेरिदिनु एकचोटि अनि हामीले तपाईँलाई थाहा छैन होला होइन हामीले एउटा दामी खालको के किनेको छौँ भनेर तपाईँलाई थाहा छैन होला होइन हाम्रो सर भनौँ न पहिला जो अलिकति डान्सर टिकटकर थियो हाम्रो सर अब सरले चाहिँ आफ्नै प्राइभेट हाम्रो हेर्नु सक्नुहुन्छ नम्बर प्लेट ए फोन आमा हाम्रो हाम्रो एसएनएल ग्याङले हेर्नु सक्नुहुन्छ आमा हेर्नु न यहाँ हेर्नु न आमा आफ्नै दममा त्यही पनि केही कसरी दम कसरी पैसा अलिकति बजेट सडेट भन्दा यसो हो क्या भन्न यहाँ देखा हाम्रो गाउँमा एउटा दुःख गरेको होइन मैले दुःख पिटी के गरेको छैन मैले सुरुमा गएँ एक ठाउँमा गएँ जस्तै नोबाएर जान्छ नि पढ्न त्यस्तै म बिजनेसमा गएँ क्या बिजनेस बिजनेस गर्ने पोइन्टहरू नि सबै सिकेँ त्यो सिकेर मैले घर आउँदा एउटा डम भने मान्छेले चाहिँ यसको बिजनेसको पोइन्टहरू मलाई पनि सिका भनेर भन क्या अनि मैले सिकाएँ ल ठिक छ अनि मैले चाहिँ के सोचेँ अब यो सब कुरा छोडौँ अनि मैले मेहनत मैले एउटै केही गरिनँ यति पनि छैन अनि मैले डम खोजेँ क्या यसो टोइलेट सफा गर्नुहुन्छ नि त्यस्तोलाई खोजेँ त्यस्तो खोज्दा खोज्दा टोइलेट सफा ट्याङ्क ठिका लिन थालेँ 1500 2000 त्यो फ्याम होइन हाम्रो चाहिँ एसएनएल भ्लगमा यति ऊ लागिसक्यो भनौँ न साइकल पनि आइसकेको छ अनि सुपर स्प्लेन्डर हेर्नु सक्नुहुन्छ आफ्नै दममा खडा गरेको छ यसले चाहिँ अब मोटो सरले चाहिँ हाम्रो गौरव सरले चाहिँ केही भनिदिनुहुन्छ कसरी अब हाम्रो एउटा होइन ट्याक्टर एउटा पसल छ होइन एक्सेसरिज पसल स्पोर्ट्स पसल हजुरलाई चाहिँ केही चाहिएको छ भने ट्यागको नम्बर या डिस्क्रिप्सनमा छोडिदिएको हुन्छ त्यहाँ कन्ट्याक्ट गरेर होइन नम्बर चाहिँ अहिले चाहिँ नदिउँ होइन नम्बर चाहिँ अहिले अनि हाम्रो भनौँ न एसएनएल भ्लगमा चाहिँ त्यहाँदेखि बढी छैन 31 छैन 32 छ अनि हेर्नु सक्नुहुन्छ मान्छे हेन्सी हाम्रो एसएनएल भ्लगले यति उ गरिसक्यो अब कपाले आमा कडा क्या अब केटाहरू होइन अनि त्यही पनि एसी दिएर बसेको मान्छे हो सानोतिनो मान्छे होइन त यो साइकल यो एसी दिएर बसेको यो साइकल यो बाइक एसी दिएर मान्छेको बसे यो साइकल यो साइकल गौरवको फेरि मेरो चाहिँ बाइक दिएर बसेको मान्छे अनि त्यो फ्याम धेरै दिन भयो होला भ्लग नआएको किन नआएको के हो नआएर अलिकति दिनहरू पनि त्यस्तै चल्दैछ हाम्रो बाइक किन गएको थियो त्यसैले होला होइन भ्लग नआएको हाम्रो सरले धेरै उँभो लागिसक्नु भयो आफ्नै बिजनेस गरेर आफ्नै दममा बाइक साइक किनेर अब अस्ति अर्को भ्लगमा कार पनि थियो भन्न सक्नु त्यो कार अलिकति लो चल्यो क्या के भन्दा बेच्दिएको त्यस्तो कार लो चल्यो क्या अलिकति के भन्छ नि अगाडि गयो होइन अब हामी मान्छे लो हो हामी त्यसैले हामीले यो कार
कार बेचिदिउँ होइन अब के भनौँ न अलिकति के भन्दाखेरि अब यसो गाउँमा टाइम पास गर्न टाइम पासहरू यस्तै बस्यो अब होइन टक्क अब एसएमएलको ग्याङ अब आइफोन मात्रै बोकेर हिँड्ने होइन अब ब्लग पनि फेरि आइफोनले आउँदैछ होइन अनि कार चाहिँ किन बेचेको भने 28 करोड होला 28 लाख 31 लाखको ए साइन चाहिँ गर्ने उही मान्छे हो नि त होइन अनि 31 करोडको गाडी अधिकारी छोड्न साइन गर्ने मान्छे उही हो चलाउने मान्छे त हो बस्ने मान्छे कार्की र म हो अनि त्यही हो फ्याम होइन साइन गऱ्यौँ गरेर त्यो अलिकति हामीलाई धारेन होइन धारेन क्या फापेन हामीलाई मान्छे आयो चुप अनि चुप आफ्नै बाइक हो यो अलिक धारेन त्यसैले मात्रै हामीले छोडिदिएको क्या अब बेचिदिएको त्यसैले बाइक ल्याएको छौँ आज त्यही हो हेरिराख्नु होला अझै आउनेछ अर्को नेक्स्ट डेमा तपाईँहरू धेरै धेरै स्वागत छ अनि मित्रहरू सन्चै हुनुहुन्छ म चाहिँ हिजै भनौँ न हिजो लाइक त्यति साह्रो भ्लग किन नबनाएको भन्दा बिरामी अलिकति बिसन्चो भएको छ क्या अनि आँखा साखा सबै सुन्नेर हेर्नु सक्नुहुन्छ यताउता कस्तो सुन्नेर अनि बिसन्चो भएर होइन बनाउनै मन लाग्दैन क्या भ्लग होइन यस्तै अस्ति एउटा हालेको थियो होला अनि बिरामी भएर बनाउनै नभ्याएर यहाँ कस्तो तनाव भइरहेछ होइन घरमा बसेर पनि दिन यत्तिकै कट्छ त्योभन्दा राम्रो तपाईँलाई पनि देखाउनु बेस्ट हो युट्युबमै भिडियो बनाउनु बेस्ट हो सम्झिन्छु तर बिरामी भएका भए हुन्छ क्या अनि हाम्रो बसन्तीमा म चाहिँ सोध्नुहुन्छ होला चाबी खोइ यसको होइन चाबी लगै भाँचिदिएको क्या अस्ति चाबी हराएर चाबी लगै भाँचिदिएको अनि म चाहिँ यहाँ केटाहरूलाई रुङ्दैछु अनि यो चाहिँ हाम्रो ब्लेडको ह्यान्डल हेर्नु सक्नुहुन्छ यत्रो अनि कस्तो टक्क यत्तिकोमा होइन मोटो भ्लग बनायो भने कस्तो बवाल हुन्छ होला है सोचिराख्नु भएको छ होला तपाईँहरू होइन अनि केटा चाहिँ मोटो भ्लग गर्छु पहिला पनि भन्थ्यो तर अहिले गर्दैन किन के भएर तर मोटो भ्लग गर्नुभन्दा गरिन्छ बिस्तारै सब हुन्छ गरिन्छ होइन बिस्तारै आइफोन पनि किन्यो बिस्तारै जे पनि गरिन्छ अनि हेर्नु सक्नुहुन्छ हाम्रो ब्लेडको साइलेन्सर अनि साउन्ड चाहिँ खान्थ्यौँ एकचोटि साउन्ड चाहिँ खानिदिन्छु ल न्युट्रलमा पारेर साउन्ड चेक गर्नु होला साउन्ड कस्तो आउँदैछ फुल बटार्दा होइन भनौँ न फुल बटार्दा लगभग गाउँ चलफल यताउति आवाज पुरै गाउँ चलफल हानिदिन्छ क्या अनि डर लाग्छ क्या अलिकति अब वान्टेडमा भयो नि त यार तर पनि अब अस्ति भनौँ न पुलिसमा कम्प्लेन हानिदिएको रहेछ अनि गएर मिलाइयो यताउति गरियो अनि पुरै गाउँ नै क्या फुल बटार्दा आउनु यही मान्छे हो हाम्रो यस्तो गर्मीमा के भनौँ यस्तो गर्मीमा हामी चाहिँ यहाँ खोलाको डिलमा हाम्रो लाल दाईको साथ यहाँ हेर्नु सक्नुहुन्छ नुहाउने मान्छे चाहिँ हेर्नु सक्नुहुन्छ आमा अनि यस्तो गर्मी छ म्यावाडी हाम्रो बिर्ता मोड भनौँ न बिर्ता मोडमा यस्तो गर्मी छ यस्तो खोलाको भाप लिएर बसिराख्नुपर्छ हामीलाई हो क्या अन्त साथी बिहान 7 बजेको मौसममा पनि यस्तो छ अवस्था खोलाको मौसम हो क्या भन त खोलाको मौसममा हामी चाहिँ पौडी खाँदै सबैजना पौडी खाँदै हाम्रो मोडल सर चाहिँ लडिसक्नु भएछ अनि हेर्नु सक्नुहुन्छ हाम्रो लाल दाइलाई पनि हेर्नु सक्नुहुन्छ गर्मी धेरै भएर हामी चाहिँ खोला डुल्दै पौडी खाँदै नयाँ ऱ्याप जेन्सीको सिजनमा चाहिँ केटी हो मेरोमा हामी चाहिँ आइसकेको छु प्याम को नुहाउँदैछ त्यो मान्छे अनि खोलाको डुब्की लाउँदै हाम्रो साकिर दाई पनि रहेछ त्यहीँ आइ पनि नुहाउनै त आएको यार त यार मासला यस्तो गर्मीमा खोलाको बिचमा सफा गर्ने काम उसको नगरे फोन छ मसँग नचल्ने फेरि हेर्नु सक्नुहुन्छ हाम्रो फ्यामले केही भनिदिनु होला दर्शक
यता सोहेल भाइ यस्तो गर्मी भइरहेछ के गर्नु नुहाउनै पर्यो यस्तो गर्ने पर्यो यो पैसा त्यहाँ राख्छ 100 रुपियाँ हुँदा हुँदा केटाहरू फोन छ अलिकति राम्रोसँग सेपमा यस्तै सक्नुहुन्छ आयो आउनु आउनु कहाँको खोला हो यो कहाँको झर्ना हो यहाँ हेर्नु सक्नुहुन्छ बर्नेको सिधै पुलमा बिर्ता बजारमा नुहाइ एउरी आयो मन भरेन अनि त्यसै आएर फेरि केटी हो फोन छ भन्दैछ केही हुँदैन बिस्तारै यसमा ल पानी छ नि ल सकेर केही भनिदिनु केही कसरी भन्नु यो भाइले अब नुहाइरहेको थियो म कुनै आएँ यसो रमाइलो गर्नलाई केही छैन हाम्रो मास्टर साहब हेर्नु सक्नुहुन्छ भर्खर रेडी हुँदैछ के भन्छ खोलामा चाहिँ जे होस् फ्रीमा छ टिकट छैन ड्रिमल्यान्ड जानु पर्दैन त हामीलाई ड्रिमल्यान्ड जानु पर्दैन हाम्रो इलाका भनेको यही हो यस्तै हो हरियाली 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 हेर्नु सक्नुहुन्छ फोनसँग अनि त्यही हो यस्तो हरियालीको मौसममा घाम टलक्क 3 बजेको हाम्रो दर्शन भिडियो मोटे पनि आयो हाम्रो आशिकको आवाज हेर्नु सक्नुहुन्छ यहाँ हेर्नु सक्नुहुन्छ तपाईलाई कस्तो ड्रिमल्यान्ड जानु मन लागेको छ कि यही नुहाउनु मन लागेको छ कि के हो भनिदिनु न के कसो हो भनिदिनु होला अनि त्यो फ्याम हामी त्यो नुहाउने पार्टी यति सबैजना उठेर यस्तो गर्न केटाहरू हो थम्बनेलको लागि आइज मोटे मोटे सबजना अलिकति राम्रो आइज आइज कस्तो फोर आउँछ ल केटाहरू हो ल केटाहरू ल हाम्रो त्यो नुहाउने पार्टीहरू हेर्नु सक्नुहुन्छ हामीलाई ड्रिमल्यान्ड पनि जानु पर्दैन 100 रुपियाँ टिकट भन्दा पनि यही ठिकै हो हामीहरूको ठिकै हो नि साइकल होइन यस्तो चिसो पानी हाम्रो यहाँ छ हेर्नु सक्नुहुन्छ हाम्रो सर चाहिँ बक्सरमै म चाहिँ हाफ पेन्टमै भनौँ न साइकल हाफ पेन्टमै ल जस्ट हेर्नु सक्नुहुन्छ तपाईँहरू यस्तो झर्नाको पानीमा सिधै हाम्रो नुहाउने पार्टी चाहिँ हेर्नु सक्नुहुन्छ हाम्रो कलाकार पार्टी चाहिँ ल को धेरै बेरसम्म बस्छ ल हेर्नु सक्नुहुन्छ को धेरै बेरसम्म बस्छ ल पछाडि पनि एकजना डुबेकै छ वाउ भेरी गुड जितो तपाईलाई इनाममा भोला चाहिँ फ्याम एकछिन नुहाउनु पर्ने हुन्छ स्वागतममा हाम्रो सरलाई अनि हेर्नु सक्नुहुन्छ हामीलाई ड्रिमल्यान्ड के जानु पर्दैन यस्तो सोद्धर पानी छ भनौँ न हो हुनु त यस्तो पानी छ होइन साइकल दाइ कस्तो दामी पानी कतिको मजा आइरहेछ बब्बाल मजा आइरहेछ त्यही हो फ्याम हेरिराख्नु होला अझै ब्लग हेर्नु भएको छैन अझै नुहाउनु पर्ने हुन्छ फोन छ है केटाहरू नाटक गर्न अरे मसँग हेर कस्तो मजा आउँदैछ केटा हो कस्तो मजा आउँदैछ ड्रिमल्यान्ड पनि जानु पर्दैन हामीलाई ड्रिमल्यान्ड पनि जानु पर्दैन अनुहार नहेर्दा पनि मुटु हेर्नु होला मेरो केटी हो मान्छे मोटेको अझै फ्याम हामी चाहिँ अरे फोन छ नाटक न तपाईँलाई कस्तो लाग्दैछ खोलामा नुहाएर ओहो हेर्नु प्रकृतिको यादमा केटी हो अनि त्यही हो फ्याम हामी चाहिँ आनन्दसँग तपाईँहरू घरमा के गरेर बस्नुहुन्छ हाम्रो यहाँ म्याबारी साथमा आउनु बिर्तामोट साथमा आउनु यस्तो रमाइलो भ्यू टक्कसँग यस्तो झाडी नुहाउँदै गरेको मान्छे हेर्नु पाउनुहुन्छ अनि सुविस्ता पनि लिनु सक्नुहुन्छ त्यसैले हाम्रो म्याबारीमा चाहिँ घर बनाउनै पर्छ तपाईँलाई पर्छ कि पर्दैन अनि सुविस्तामा यो पाएको छौ फक्ना यो कुरो चाहिँ अलिकति राम्रै लाग्यो मलाई सबभन्दा राम्रो
हाम्रो अपना भनेको राम्रो कुरो होइन अझ झन् फुलिरहेको छ त्यसलाई केटी हो अनि त्यही हो फ्यान हामी चाहिँ यहाँ नुहाउँदै सबैजना तिमीलाई कस्तो लागिरहेछ साथी एकदम बब्बाल बवाल लागिरहेछ नि होइन खोलाको भ्यू यतिको टक्क छ कसको यादमा नुहाउनु हुँदैछ म पानीको यादमा आज मुस्तफा सर मैले एउटा साइड हान्दै साइरी साइरी हान्दिन अलिकति एउटा हान्दिन हान्नै मन छैन क्या त्यसै लागि मैले नुहाएको छु त्यसै लागि त्यसै लागि म नुहाएछु केमा नुहाएछु खोलामा नुहाएछु त्यसका बादमा इटा उठाएछु अनि त्यो फ्याम एकछिन मजाले पानीको अनि त्यस पछाडि भेट्नेछौँ किनकि अब फोन पनि लड्न सक्छ नि त त्यो फ्याम एकछिन त्यो फ्याम अनि हामी चाहिँ भ्लगको अन्तिममा छौँ अनि मौसम नुहाएर पनि बिहान यस्तो गर्मी थियो होइन दाइ लाइन पनि आइसक्यो अब लाइन पनि उज्यालो भइसक्यो होइन अनि बिहान त एकदम गर्मी थियो अहिले भिजेर अर्को लुगा लगाइरहेको छु मैले यस्तो गर्मी यार खोलामा दिनभरि डुबिराख्यौँ होइन अनि राति एकछिनतिर फेरि यस्तो दामी पानी आइदियो यस्तो दामी भएको छ अहिले पानी आएर शीतल भएको छ हेर्नु सक्नुहुन्छ यस्तो भिजिरहेछ हेर्नु सक्नुहुन्छ ए पुरै भिजेर होइन बबाल भइरहेछ अहिले चाहिँ अहिले कति राम्रो शीतल भइरहेछ शीतल भइरहेछ अनि आजको ब्लग के कस्तो लाग्यो तपाईँलाई होइन मलाई चाहिँ थाहा छैन अब कमेन्टमा तल गरिदिनु होला लाइक गरिदिनु होला होइन साकिर दाइ जे गर्दा हामीले सक्दो रमाइलो गरेकै हो अब ब्लग चाहिँ यति साह्रो किन हुँदैन भन्दाखेरि अलिकति दिन पनि अलिकति खराब चलिरहेछ होइन अब आशा राख्दछु जहिले ब्लग हाल्ने छु भनेर होइन तर अब के गरौँ दिन पनि अलिकति खराब चलिरहेछ त्यो फ्याम नदिनु सक्दा पनि एक हप्तामा एउटा ब्लग दिँदा पनि राम्रै हो होइन साकिर दाइ अनि एकदम गर्मी पनि छ अनि हाम्रो साकिर दाइले 2-3 शब्द भन्छ अरे दुई चारवटा त नभन्ने एउटै दुईटै भन्ने त्यसको लागि अहिले हामी गर्मीमा बहुत मेहनती गरिरहेछौँ दिनभरि काम धाम गरेर अहिले हामी सोइल भाइसँग यसो भिडियो रमाइलोको लागि हामी बनाइरहेछौँ त्यसैलाई दर्शकलाई यही भन्न चाहन्छु अहिले हामी घरतिर लाग्यौँ तपाईँलाई के कस्तो लाग्यो भ्लग के कस्तो लाग्यो कमेन्टमा भनिदिनु अनि त्यो फ्याम जो लास्टसम्म हेरो तिनीलाई सबैलाई धन्यवाद दिन चाहन्छु अनि ब्लग कस्तो लाग्यो के लाग्यो कमेन्ट भरिदिनु होला अनि नराम्रो लाग्यो भने पनि लाइक सब्सक्राइब गरिदिनु होला सेयर गरिदिनु होला त्यही हो अर्को ब्लगमा भेट्दैछौँ होइन ल ओके बाई बाई